हेलो गाइज, के छ? मेरो त एकदम ठिकै छ र हजुरहरू पनि होइन सन्चै हुनुहुन्छ भनेर चाहिँ धेरै आशा गरेको छु। र आजको न्यू भ्लग चाहिँ होइन स्टार्ट भइसकेको छ। आज चाहिँ म गोठालो गर्दैछु। आज चाहिँ होइन देख्न सक्नुहुन्छ जङ्गलमा छु आज होइन, एक्लै, त्यो पनि घना जङ्गलमा होइन। अब बाघ चितुवाले खाला भन्ने डर भइरहेछ होइन। त्यही पनि अब आजको भ्लग चाहिँ होइन यस्तै गोठालो होइन, गोठालो हो। अनि त्यही यही क्रममा चाहिँ अब तपाईँहरूलाई होइन सानो होइन इन्फर्म गरौँ र होइन मनोरञ्जन दिउँ भनेर चाहिँ आज मैले यो भ्लग चाहिँ स्टार्ट गरिसकेको छु। र हजुरहरूलाई कस्तो लाग्छ होइन, अब राम्रो नराम्रो जे जस्तो भयो भने राम्रो मानेर राम्रो खालको प्रतिक्रिया दिनुहुन्छ भनेर राम्रो प्रतिक्रिया दिनुहुन्छ भनेर चाहिँ धेरै आशा गरेको छु। र आजको मेरो न्यू भ्लग स्टार्ट भइसकेको छ साथीहरू। यस्तै छ होइन, देख्न सक्नुहुन्छ अब जङ्गल हो होइन, एकदम गोठालो गरिरहेको छु एक्लै। यस्तै छ, हेर्नुहोस् बाटो घाटो हो कि भ्यू होइन यस्तो खालको छ होइन। देश यहाँको भ्यू देख्न सक्नुहुन्छ। आज चाहिँ म तपाईँहरूलाई एकदम स्पेसल ठाउँ चाहिँ देखाउन गइरहेको छु होइन। तपाईँहरूले पनि अब आई होप होइन एकदमै मन पराइदिनुहुन्छ भनेर चाहिँ आशा गरेको छु। र साथीहरू होइन देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो भन्छ नि, यो हाम्रो गाउँको चाहिँ यो चाहिँ छेरेरेमा भन्छन् होइन। अब यो चाहिँ अब खासमा भन्नुपर्दा यो चाहिँ झरना जस्तै भनौँ न होइन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ होइन अब धेरै ठुलो छ, धेरै अग्लो छ यो चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ ठाउँको मान्छेहरूले सबले छेरेरेमा भनेर चाहिँ यो हाम्रो गाउँको मान्छेहरूले चाहिँ चिन्छन् होइन। त्यही भएर आज चाहिँ देखाउन गइरहेको छु तपाईँहरूलाई पनि होइन। देख्न सक्नुहुन्छ होइन, यो पनि नमस्ते झरना भन्दा चाहिँ कम छैन यो पनि होइन। अब यो पनि भनौँ न झरना नै हो र पनि हल्का हल्का यो खडेरीको कारणले गर्दाखेरि पानी चाहिँ अलिकति अब सुकेको कारणले गर्दाखेरि अलिकति सानो झरिरहेछ, देख्न सक्नुहुन्छ होइन। धेरै ठुलो छ होइन, धेरै अग्लो पनि छ होइन। कत्रो ठुलो छ त है, देख्न सक्नुहुन्छ साथी होइन। अब यस्तो हाम्रो अब नेपालमा चाहिँ यस्तो राम्रो ठाउँ भएर पनि अलिकति होइन हुन्छ नि विकास हुनु नसकेर चाहिँ अब भनौँ न पर्यटन हिसाबले अब यो चाहिँ एकदमै राम्रै ठाउँ हो र पनि अब अलिकति यस्तै खालको छ होइन साथी। हो यस्तै भनौँ न। अब बाख्राहरू चाहिँ तल चढ्दैछ होइन, म चाहिँ यहाँ माथि बसिरहेको छु। यस्तै छ, भिरै भिड छ तर एकदम यो चाहिँ अब जङ्गल हो होइन, गोठालो गर्नलाई ठिक्का छ। मासतिर चाहिँ अब त्यस्तै अम्लिसोहरू यहाँदेखि मासतिर रोपिरहेछन्। अब यतातिर चाहिँ यता मासतिर अब चाहिँ मैले बाख्राहरूलाई अब खोरतिर हिँडिसकेको छु होइन। घर लाने बेला भइसकेको छ यिनीहरूको चाहिँ होइन। अब देख्न सक्नुहुन्छ होइन, अबेला पनि भइसक्यो नि त, अब सुन्ने बेला नि भयो। अनि त्यही भएर माथि निकालिसकेको छु र म पनि यहाँ छु होइन, देख्न सक्नुहुन्छ। यस्तै छ होइन। अब हामी चाहिँ गोठतिर हिँडिसकेका छौँ सबैजना, मेरो बाख्राहरू अनि म सबैजना मिलेर हामी चाहिँ अब घरतिर हिँडिसकेका छौँ साथी। हो गाइज बाख्राहरू अगाडि म चाहिँ पछि तल्लो चाहिँ हाम्रो बडाउको गाई बाख्राहरू, हाम्रो बडाउ चाहिँ पर हुनुहुन्छ गाइज। पर बसिराख्नु भएको छ हाम्रो बडाउ चाहिँ, देख्न सक्नुहुन्छ पर बसिराख्नु भएको छ। गाई गोरुहरू चाहिँ तल गाइस। मैले चाहिँ मेरो बाख्राहरूलाई पनि थुनिसकेँ। अब म चाहिँ घरतिर जानुपर्ने हुन्छ र अब होइन
कसको भारी रे परुवाङमा यो कसको रे हात उठाउ त अनि यो चाहिँ कसको यो भारी चाहिँ कसको तिम्रो हो कहाँदेखि अनि सुँगुरको चारो जस्तो देखिन्छ त नि यो त सुँगुरको चारो हो कि घाँस हो पारुवाङमा सुँगुरको चारो कि के हो आजको भ्लग चाहिँ यही अन्त्य गर्न चाहन्छु र फेरि भोलि अर्को भ्लगमा हामी भेटिनेछौँ र हजुरहरूले मेरो भिडियो के कस्तो लाग्छ राम्रो लागे राम्रै खालको प्रतिक्रिया दिनुहोस् नराम्रो भयो भने राम्रै भएर हेरिदिनुहोस् यति भन्दै मलाई सब्सक्राइब र बेल आइकन घन्टी दबाइदिनुहोस् हस् त गाइज बाई